हेलो बेबी बेबी के गर्दै हो नि बेबी जब एकदम लभ सङ सुनिरहेको बेला तिम्रो फोन आयो नि अरे खोइ एकचोटि भिडियो अन गर न के अडियो कल गरेर आउने मनै खाने के राम्री भएको आज तिमी त यार यति राम्रै मेरो लागि भगवान्ले बनाइदिएछ नि हेर है या नरिसाउ न यार बेबी यति त भइहाल्छ नि हाम्रो प्रेममा किन रिसायो तर हल्का दिन मन लागिरहेछ के भेटेर के दिन तिमी नराम्रो नसोच न यार पप्पी दिन मन लाग्छ रियलमा क्या त्यो अलिकति मात्रै भयो क्या अलिक तल देखाउ न भन्न खोजेको पुरै फेस देखाऊ भनेको तिम्रो आँखा मात्रै देख्यो नि त मोरी अनि यति भएपछि त अनि जोस आउँछ नि त तिमीसँग कुरा गर्नलाई कुरै बुझ्नु छैन अब कहिले भेट्ने त हामी भेट्नुपर्छ है भेटेर चप्प लाएर अँगालो हालेर है अनि हुन्छ नि के हुन्छ त्यो गर्नु मिल्ने कुराहरू के तिमीले र मैले तर बिहे अघिको ल त्यो सबै गर्नुपर्छ है जिन्दगी त लामो चलिरहेछ कडै चलिरहेछ आइया 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 हुँदैन नि यार जहाँमा चाहिँ हुँदैन नि के कडा छ अस्ति कहिले हिजो कि अस्ति हो क्या अस्ति 87 भएको थियो त्यो क्या त्यो 87 थाहा छैन 87 यस्तो वाला क्या यस्तो वाला 87 भयो अनि एउटा के हिजो क्या हिजो एउटा म उता के अरे मैती देवीबाट मेरो रुम जाँदै थिएँ क्षेत्रपाटीतिर त्यहाँ चाहिने कुरो के भयो भने ठ्याक्क यो ठमेलको यता क्षेत्रपाटी लाग्ने साइडमा भर्खर छिरेको थिएँ पहिलाको क्लासमेट भेटियो तर मेरो लागि क्लासमेट उनीहरूले चाहिँ मलाई औधी लास्टै नहुने अलिकति मन पराउने रहेछ नि ठ्याक्क भेटभाउ हो भने धेरै वर्ष ओहो साथी भेटभाउ कहाँ के यसो बस्नु कुराकानी गरौँ भन्ने कुरा हो अनि मैले भने मेरो रुम यहाँ नजिकै छ जाउँ नि त त्यहाँ रुममै बसेर कुराकानी गरौँला भन्ने कुरा हो गयौँ रुममा मेरै रुममा गयौँ मेरो रुममा सिङ्गल रुम हो नि त मेरो अनि त्यहाँ गइसकेपछि के भयो भने त्यहाँ यताउति गरेर बस्यो अनि त्यहाँ राति यताउति भइगयो यताउति मिलेको कुरो क्या दुइटैसित आलो पालो गरिन कति भयो 87 भयो 88 89 भयो 89 पुग्यो हिजोबाट अब चाहिँ छन् धेरै छन् मेरा त पूर्व पश्चिम यताउति फेरि कुरै नगर फोन अनि बिहान उठ्यो फोन सुत्दाखेरि फोनै फोन म त त्यसैमा एकदम व्यस्त छु त्यसरी जिन्दगी चलिरहेछ अब 11वटा चाहिँ यसो काण्ड अथवा केही त्यो खेलमेलो बिगार्न पाइयो भने सेन्चुरी हानिन्छ विराट कोहलीले त के सेन्चुरी हान्छ म हान्छु सेन्चुरी त अब यसो एउटा भनाइ छ कि 108 पुग्यो भनेपछि के भन्छ त्यो पाप कटिन्छ अरे क्या हो त्यही पाप कटाउने एकदम उद्देश्यमा छु म हेलो बेबी एकछिन ल म यहाँ साथीसँग यसो गफ लाउँदै हिँड्दा छु के साह्रो हतार भएको हो त्यही हो मोज मस्ती चलिरहेछ होइन केटीहरू तर फोन गर्छन् खै के छैन यो मेरो उसमा त्यो दम छ कि अरू के छ कि हेर केटा मेरो उद्देश्य त थाहै होला होइन मेरो अभियान छ नि त मेरो महाअभियान सेन्चुरी पुर्याउने अभियान त्यहाँ छ नि तेरो भन्दा पल्ला घर कि क्या पल्लापट्टि बस्ने छ नि एउटा होन्डा एक्टिभा नामकी केटी त्यसलाई चाहिँ औधी मन परेको छ त्यसलाई पनि एउटा लिस्टमा राखौँ कि भनेर सोचिरहेको छु त्यसको लागि मैले एउटा चिठी लेखेको छु कस्तो छ है ल एकचोटि यो पढेर सुना त पढेर हेर त कसो छ प्यारी माया तिमीलाई धेरै सम्झेको छु
म मेरो मायाको लागि जे पनि गर्न तयार छु। ए माया, तिमी त मेरो प्राण हौ त। मेरो प्राणभन्दा प्यारी माया नभए म क्यारी बाँचौँला र। म बाँचेकै मेरो मायाको लागि हो। माया मलाई कहिल्यै नछोडाए। माया तिमी आएदेखि मैले कुनै केटीलाई सिधा नजरले हेरेको छैन। मलाई मेरो मायाप्रति पुरा भरोसा छ। तिमीले मलाई कहिले छोड्ने छैन। तिमीले मेरो मायालाई बुझेनौ भने, मेरो मायालाई मजाक बनायौ भने तिम्रो मायाको कसम म जिउँदो रहन्न। मेरो मायालाई बुझ्नु विश्वास गर्नु। उही तिमीलाई माया गर्ने मान्छे। कस्तो छ त लभ लेटर? ठिक छ नि? क्युट छ। को हो तपाईँ? यो मेरो लभ लेटर खोज्नुको तपाईँको उद्देश्य के हो? के उद्देश्यले खोज्नुभयो तपाईँले? सवाल यो होइन कि मेरो उद्देश्य के हो, सवाल यो हो कि तपाईँको उद्देश्य के हो। के लेखेको यो? लभ लेटर पढ्नु न पहिला। मेरो प्यारी आकर्षण, तिमीलाई धेरै सम्झेको छु। लेख्नुपर्ने कारण केही थिएन। मेरो आकर्षणको धेरै याद आइरहेको छ। जुन दिन तिमीलाई देखेँ नि आकर्षण, त्यही दिनदेखि नै अबको 60 वर्ष तिमीसँगै बिताउने निर्णय लिएको छु। म मेरो आकर्षणको लागि जे पनि गर्न तयार छु। ए आकर्षण, तिमी त मेरो प्राण हौ त। मेरो प्राणभन्दा प्यारी आकर्षण नभए म क्यारी बाँचौँला र। म बाँचेकै मेरो आकर्षणको लागि हो। माया आकर्षण कहिले नछोडा है। आकर्षण, तिमी आएदेखि मैले कुनै केटीलाई सिधा नजरले हेरेको छैन। मलाई मेरो आकर्षणप्रति पुरा भरोसा छ। तिमीले मलाई कहिले छोड्ने छैनौ। तिमी मेरो आकर्षणलाई बुझ्नेछौ। उही तिमीलाई आकर्षण गर्ने मान्छे राज सिग्देल। तपाईँले जुन कुरालाई माया सम्झिनु भएको छ नि, यो आकर्षण हो, माया हुँदै होइन। जीवनमा पर्पज अफ लाइफ खोज्नुपर्ने उमेरमा पर्पज गर्दै हिँड्ने। अरे वाह, तपाईँलाई थाहा छ जीवनको उद्देश्य के हो? जिन्दगी बनाउने उमेरमा गर्भवती बनाउँदै हिँड्ने। प्लिज, जिन्दगी बनाउने उमेर यही हो। हामी अहिले सिरियस भएनौँ भने कहिले पनि सिरियस हुँदैनौँ र हामी कहिले पनि जिन्दगी बनाउन सक्दैनौँ। धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद। मैले हजुरबाट धेरै कुरा सिकेँ। अरे वाह यार, मेरो साथीले क्या साह्रो कुरो सिकायो। अहिलेसम्म म जिन्दगी बनाउने उमेरमा मोज मस्ती गर्दै हिँडेको रहेछु। सायद म अहिलेसम्म बेहोसमा थिएँ, अहिले आएर होसमा आइसकेँ। म त होसमा आइसकेँ, अब पालो तपाईँहरूको होसमा आउने है त। जय होस्, बाई बाई। आर्टिस्ट मोड, क्यामेरा रोल, एक्सन। बेबी अलि ठुलो स्वरमा बोल न यार, सुनेन क्या। अलि ठुलो स्वरमा बोल न। ल बेबी, मलाई एकछिन टोइलेट आयो, म टोइलेट जान्छु, पछि कुरा गरौँला ल। अलिक गाह्रो भयो क्या मलाई साह्रै है। बाई बाई। अनि के छ अरू? त्यस्तो त नहुनु होला, त्यसलाई कोही दिदी पनि छैनन्। सरी यार, त्यस्तो भन्नु हुँदैन है। त्यसरी सेन्चुरी नहाल्नु होला है। के हो मच्छर यार, हामी यो गलत ठाउँमा बसेर जाउँ, अर्को ठाउँमा बस्नु। यहाँ मच्छर लाग्यो। ए भाइ को हो तपाईँ? मेरो लभ लेटर खोज्नुको उद्देश्य के हो तपाईँको? तपाईँको उद्देश्य के भन्नु? किन त्यति खोजेको? सवाल यो होइन कि के हो। को हो तपाईँ? होइन क्या, मैले पढ्नु त क्या भयो। उही तिमीलाई माया गर्ने मान्छे राज सिग्देल। आकर्षण गर्ने हजुर
प्लिज यार यो कुरा अहिले मान्नुहोस्, पछि मान्नुहोस्, तर प्लिज। जीवनमा पर्पस अफ लाइफ खोज्नुपर्ने उमेरमा पर्पस गर्दै हिँड्ने अरे वाह तपाईँलाई थाहा छ जीवनको उद्देश्य के हो?